सम्मानित अदालतप्रति आभार व्यक्त गर्न चाहन्छु र यी पुराना घटनालाई बिर्सिन पनि चाहन्छु म। नयाँ सिराबाट यो महानगरभित्र नगर प्रहरी महानगर प्रहरीले सम्पादन गर्ने काममा चाहिँ अझ सशक्त तरिकाले जनताले अनुभूति गर्ने गरी म काम गर्नेछु। हुन त हाम्रो महानगर प्रहरी बल 79 सालदेखि एउटा सेटअपमा छ। एउटा यस्तो सेटअप बनाइसकेको छ, सिस्टम बनाएको छ हामीले, ट्रान्सपेरेन्ट होस् भन्ने हिसाबले हाम्रो अपडेटहरू तपाईँको चाहिँ विभिन्न चाहिँ यो सामाजिक सञ्जाल मार्फत हेर्न पाइन्छ। महानगर प्रहरीले के गर्दैछ भन्ने कुरा चाहिँ हामीले हेर्न पाउने गरी मेकानिजम बनाइसकेका थियौँ र अब बर्खाको समय छ, यसलाई चाहिँ केन्द्रित गरेर यो कुनै किसिमको चाहिँ विपदका घटनाहरू नहोस् भन्ने हिसाबले चाहिँ हामी तयारी गरेका थियौँ र अझ त्यसको लागि तयारी गर्दैछौँ। हजुर, जस्तो तपाईँ नहुँदाखेरि धेरै अभाव खड्कियो भन्ने कुराहरू आयो, जनताले खोजिरहेका थिए होइन? कसरी बिताउनु भयो बिचको त्यो दिनहरू छ नि? होइन, यो बिचको दिनमा म घरायसी हिसाबले पनि मेरो केही समस्या थिए। त्यो तपाईँले बुझ्नु नै भएको थियो होला, सुन्नु पनि भएको थियो होला। म हस्पिटलमै धेरै समय चाहिँ म बिताएँ र त्यही नै व्यस्त थिएँ म, खासै फुर्सदमा चाहिँ थिएन। हजुर, अब यो बाहिर समाचारहरू सुन्दाखेरि अलिकति कस्तो कस्तो लाग्ने होइन? खासमा भएको चाहिँ के थियो त्यो अगाडिको कुरा? मैले भनिहालेँ नि, यो पुराना कुरा गर्नै हुँदैन हामीले। कोही प्रति आग्रह पूर्वाग्रह दोषारोपण गर्ने नै होइन हामीले। हामी सधैँ सकारात्मक हुनुपर्छ र जे हुन्छ राम्रैको लागि हुन्छ। त्यस कारणले गर्दाखेरि जुन यो घटना घटे त्यो घटनाको म चाहिँ सम्झिन पनि चाहन्न र बिर्सिन चाहन्छु र कसैलाई दोष दिन पनि चाहन्न। हजुर, अब महानगर प्रहरी थप ऊर्जा र जोस लिएर अगाडि बढेको छ, तपाईँले त्यही अनुसारको नेतृत्व गरिराख्नु भएको छ। कसरी अगाडि बढ्छ त? पक्कै नै हो, हामीले सेटअप बनाएको छ महानगर प्रहरी हरेक विधामा चाहिँ हामीले काम गर्नुपर्छ भनेर। महानगरको टेरिटोरीभित्र महानगरपालिकासँग सम्बन्धित नगर सुव्यवस्थाको काम लगायतका कामहरूमा चाहिँ महानगर प्रहरीले चाहिँ सपोर्ट गर्ने, आफूले गर्नुपर्ने काम गर्ने, अन्य डिपार्टमेन्टलाई सपोर्ट गर्ने, जसरी हुन्छ महानगरवासीको सेवा गर्ने, त्यही नै हाम्रो चाहिँ मूलभूत कार्य हुनेछ। त्यसको लागि म मेन्टली तयार भएर आएको छु। हजुर, मेरो साहबले बधाई दिनुभयो, सारा नेपाली जनताले बधाई दिइराख्नु भएको छ, के भन्नु? अब यसमा चाहिँ म के भन्न चाहन्छु भने मलाई चाहिँ संसारभरि छरिरहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ जुन किसिमको हौसला, जुन माया दिनुभयो त्यसको लागि म आभार व्यक्त गर्न चाहन्छु र धन्यवाद दिन चाहन्छु। र उहाँहरूको प्रेरणा नै मेरो काम गर्ने ऊर्जा हो, त्यसलाई झन् सशक्त तरिकाले काम गर्ने सोच बनाएको छु। हजुर, मेरो साहबले केही निर्देशन, केही बधाई शुभकामना केही? होइन, यस्तो हाम्रो चाहिँ कस्तो हुन्छ भनेदेखि एउटा सेटअपभित्र बसेर काम गर्दाखेरि चाहिँ अटोमेटिकै हुन्छ कि त्यो कुराहरू देखाउने भन्दा नि काम गरेर देखाउनुपर्छ भन्ने कुरा हो। यसलाई सामान्य तरिकाले सबैले लिएको मैले महसुस गरेको छु। हजुर, मेरो साहबले बधाई शुभकामना दिइसक्नु? मैले भनिहालेँ नि, ती सबै कुराहरू चाहिँ सबैतिरबाट चाहिँ सबैको साझा प्रयासबाट नै सबैको मायाले नै मलाई यहाँसम्म डोर्याएको भन्ने मैले महसुस गरेको छु। हजुर, तर तपाईँलाई चाहिँ जुन प्रकारले त्यो कारवाही गर्दै गर्दाखेरि मेरो साहबलाई एक्लाउने प्रयास भयो भनेर पनि जनताले आवाजहरू उठाए। त्यो जनताको आवाजको कुरा मैले बोल्ने कुरो भएन होइन। त्यो जनताले कसरी मूल्याङ्कन गर्नुहुन्छ त्यो कुरा जनतामै छोडिदिएँ मैले। हजुर, अब त्यहाँ हिजो तपाईँले चाहिँ जुन पुनर्वादी भएर आइसक्दाखेरि जनताले शुभकामना बधाईको हिरो छ, तपाईँ फोन उठाउनु भ्याइ नभएछ। कमेन्टहरूमा पनि अब झन् थप सशक्त भएर महानगरमा चाहिँ काम पाइरहेको चाल्नु पर्यो र चाहिँ नै दलाल माफियाहरूको धुलो काट्नु पर्यो भनेर भन्नुभएको छ। अब त्यो खालको कदम जान्छ हाम्रो? अब हामी कसैलाई गाली गरेर चाहिँ आफू चाहिँ ठिक हो भन्दा पनि सधैँ सकारात्मक हुनुपर्छ, अरूलाई गाली गरेर होइन। हामीले काम गरेर देखाएर जनताको मन जित्ने हो। त्यस कारणले म नकारात्मक कुरा भन्ने सधैँ सकारात्मक भएर काम गर्नुपर्छ भन्ने मलाई लाग्छ। हजुर, अब यो बाढी पहिरो विपदको समय छ, के छ तयारीमा? हामीले पहिले नै मैले चाहिँ केही चाहिँ 2 महिना अगाडिदेखि नै म तयारीको अवस्थामा थिएँ। त्यो हामीलाई चाहिने सामानहरूको बन्दोबस्ती सकेसम्म हामीले त्यो बन्दोबस्ती गरिसकेको अवस्था छ र यो जुन अस्ति रानी पोखरीमा जुन प्र्याक्टिस भयो सशस्त्र प्रहरीसँगको, त्यो म आफैले समन्वय गरेर भएको हो। त्यो म त्यतिखेर चाहिँ उपस्थित थिइनँ। नभए पनि हामी सबै तयारीका साथ अन्य सुरक्षा निकायहरूसँग समन्वय गरेर सँगै जाने र जनताको सेवा गर्ने भन्ने विषय हामी कोअर्डिनेसन भइरहेको छ। हजुर, अहिले त्यो जुन प्रकारको तपाईँको मोरल थियो, पहिलाको स्पिरिट थियो, त्यसमा ब्रेक लागेको हो कि भनेर पनि भन्छन् जनता? त्यो कुनै हालतमा होइन। हेर्नुहोस्, यत्रो अपार माया छ, हामी जनतालाई निराश बनाउन चाहँदैनौँ। हाम्रो सेवा सशक्त बनाएर जनताको मन जित्न चाहन्छौँ। हामी गफ कुरा भन्दा पनि काम गरेर देखाउन चाहन्छौँ।
हजुर त्यो अब स्पिड फेरि सुरु भएको एक्सन कहिले नै रोकिएको थियो र तर रोकिनेवाला पनि तपाईँ नहुँदाखेरि अलि अभाव खड्किएको थियो अब जनताले त्यो कसरी महसुस गर्नु जनताको कुरा जनताले भन्ने हो मेरोमा चाहिँ म जतिन्जेलसम्म म कार्यरत रहन्छु सशक्त तरिकाले रहन्छु म हजुर अब तपाईँ बाली भएर आइसकेपछि अहिले भर्खर चाहिँ उ गर्दै हुनुहुन्छ पहिलो निर्णय के भएको छ अहिले तपाईँको होइन पहिलो निर्णय के पनि छैन हाम्रो जुन एज युजल चलिरहेको र हाम्रो जुन किसिमको तयारी आवश्यकता समयको आवश्यकता अनुसारको तयारी गर्दैछु र काहीँ ल्याप्सेसहरू चाहिँ पनि मैले देखेको छु त्यो ल्याप्सेसहरूलाई चाहिँ मैले मेन्टेन गर्छु हजुर भनेपछि सारा नेपाली जनता जसले तपाईँलाई बधाई दिनुभयो शुभकामना दिनुभयो उहाँहरूलाई के भन्नुहुन्छ उहाँलाई धन्यवाद हजुर उहाँको जुन प्रेरणा छ त्यही हो मेरो ऊर्जाको स्रोत धन्यवाद अदालतले जुन फैसला गरेको छ आदेश दिएको छ सत्यको जित भयो भनेर जनताहरूले चाहिँ वाइ वाइ भन्नुभएको छ बधाई भन्नुभएको छ शुभकामना सत्यको जित भएको हो यो चाहिँ सम्मानित अदालतबाट चाहिँ आइसकेपछि त्यसलाई त्यसरी नै बुझ्नुपर्ने हुन्छ मान्छे यसलाई त कसरी लिनु भएको छ हजुरले मैले भने सम्मानित अदालतप्रति आभार व्यक्त गर्न चाहन्छु र फेरि ऊर्जाशील भएर काम गर्ने प्रण गर्दछु हजुर अब महानगर प्रहरीको अहिले तपाईँ आइसकेपछि नयाँ तरिकाले काम सुरु हुन्छ भन्ने कुराहरू हामीले चाहिँ अपेक्षा गरेका छौँ जनताले अपेक्षा गरेका छौँ पहिलोचोटि कता कसरी अगाडि बढ्दै हुन्छ तपाईँ फिल्डमा निस्किँदै हुनुहुन्छ अब निस्किन्छु नै म किनभने फिल्ड बेसमा काम गर्ने मान्छे हो म कार्यालय भन्दा नि फिल्डमै रहन चाहन्छु र जनतासँग साक्षात्कार गरेर काम गर्न चाहन्छु त्यस कारणले गर्दाखेरि चाहिँ कसैले मलाई मान्यो मानेन भन्दा पनि जनताले चाहिँ कसरी मूल्याङ्कन गर्छन् र हाम्रो कार्यशैली र हाम्रो जुन हाम्रो चाहिँ ड्युटी छ त्यसलाई ड्युटीलाई चाहिँ व्यवस्थित तरिकाले गर्नुपर्छ भन्ने कुरामा चाहिँ सबैले बुझ्नु भएको छ र म त्यही अनुसारको सबैले मलाई चाहिँ सुझाव पनि दिनुभएको छ बर्खा लागेको छ विपदको तयारी छ पुरै तपाईँले यसपालि मान्छे महानगरवासी डुब्दैन अब हामी चाहिँ त्यो कहाँ डुबान हुनसक्छ त्यसको चाहिँ हामी त्यसको पनि हामीले चाहिँ पोहोरको अनुभवको आधारमा चाहिँ हामीले त्यो लोकेट गरेका छौँ र त्यसबाहेकका अन्य कुराहरूमा पनि महानगर प्रहरी सशक्त तरिकाले जनताको दुःखमा सँगै रहन्छ अहिले यसपालि खतरा कता छ के भन्नुहुन्छ महानगरवासीहरूलाई अनि अहिले यसपालि पनि बढी चाहिँ पानी पर्ने आङ्कलन गरिएको छ त्यो आङ्कलनलाई हेरेर पोहोरको जुन डुबानको बाढीको कुराहरू छ त्यसलाई चाहिँ हामीलाई जानकारी छ कस्तो कस्तो ठाउँमा चाहिँ बढी सम्भावित ठाउँहरू छ त्यसलाई लोकेट गरेर हामी तयारीका साथ बसेका छौँ अहिले कपनदेखि लिएर सामाकोशी होइन बागमती एरिया जहाँ चाहिँ डोजर पनि लागिरहेको छ सफाइ पनि भइरहेको छ त्यतापट्टि अझै खतरा हो यसपालि होइन पानीको चाहिँ मौसमको अवस्था कस्तो रहन्छ त्यसको अवस्थाको आधारमा चाहिँ हामीले तयारी गरेका छौँ तयारी पूर्ण रूपमा छ पूर्ण रूपमा रक्षाको लागि जनताको रक्षाको लागि रातको 12 बजी 24 घण्टा फिल्डमा अब अन्तिममा जो चाहिँ विरोधीहरूले केही गुणगान पनि गायो बिचमा विरोधीहरूलाई के भन्नुहुन्छ म केही भन्न चाहन्छु धन्यवाद हेर्नुहोस् उहाँहरूलाई म के कमेन्टै गर्न चाहन्छु म काम गर्ने हो कसैलाई के मलाई के भने पनि मैले उहाँलाई नेगेटिभ भन्यो भने उहाँ र म के फरक भयो त्यस कारणले म सधैँ सकारात्मक छु मेरो उहाँप्रति कुनै किसिमको टिका टिप्पणी छैन उहाँहरूलाई धन्यवाद अब धन्यवाद हैन धन्यवाद ल तपाईँलाई फेरि पनि सफल कार्यकालको शुभकामना धेरै धेरै बधाई अनि हस् धन्यवाद थ्याङ्क यू सो मच